नमस्ते। आज हामी यहाँहरू समक्ष फिर्के खोला सम्बन्धी केही दृश्य र जानकारीहरू राख्ने जमर्को गरिरहेका छौँ। फिर्के खोलाको उद्गम स्थलदेखि अन्तिम बिन्दुसम्मका दृश्यहरू आजको यस भिडियोमा समावेश हुनेछन्। अँधेरी कुनादेखि फेवातालसम्मको 8 किलोमिटरको यात्रा गर्दा फिर्के नदीले पाएका पीडाहरू पनि हामी यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ। पोखरा महानगरपालिकाको वडा नम्बर 18 मा पर्ने अँधेरी कुनाबाट जन्म लिएर फेवातालसम्म पुग्ने उद्देश्यसहित फिर्केले आफ्नो यात्रा सुरु गर्दा महानगरका विभिन्न वडाहरू क्रमशः 2, 4, 5, 7, 8 र 17 छुँदै अन्ततः वडा नम्बर 6 को फेवातालको गाईघाट भन्ने स्थानमा पुगी फिर्केले 8 किलोमिटर दूरी पुरा गरी आफ्नो यात्रा स्थगन गर्ने गर्दछ। पोखराको बागलुङ बक्सपार्कदेखि राजमार्ग छोडेर देब्रेतर्फ ग्यारजाती जाने सडक हुँदै अघि बढिरहँदा केही माथि पुगेपछि अब भने खोलालाई दाहिने पार्दै अघि बढिरहनु पर्दछ। रमणीय दृश्यहरू अवलोकन गर्दै करिब 7-8 मिनटको यात्रापछि वडा नम्बर 18 मा पर्ने हरियाली वन जङ्गलको काखमा पुगिन्छ। यही सवारी साधन थन्काएर खोलाघरको बगर हुँदै करिब 5 मिनटको पैदल यात्रा चिसो फिल हुने हरियाली दोहोरो वन र खोलाको बगरै बगर चराचुरुङ्गीको सुमधुर गुन्जन र किराहरूको किरिकिरी सुन्दै अँधेरी कुना पुग्न सकिन्छ। बर्खाको बेला अत्याधिक धेरै पानी हुने समय यहाँबाट पनि पक्कै पानी खस्ने गर्दछ र छहरा बन्दछ र यो स्रोत पनि फिर्के नै हो। अन्ततः म केही समयको पैदल यात्रापछि वडा नम्बर 18 मा पर्ने फिर्के खोलाको उद्गम स्थल जसलाई अँधेरी कुना भनिन्छ र त्यही अँधेरी कुनामा अहिले म आइपुगेको छु। माथि घनाघोर जङ्गल हुँदै बगिरहेको यो पानी बिस्तारै बग्दै बग्दै बजार हुँदै फेवातालमा पुग्ने गर्दछ। अब अघि देखिएको झरनाभन्दा माथि बगेर आउने स्रोततिर यस्तो अवस्था रहेको छ र यसलाई संरक्षण गरेर खानेपानीको रूपमा प्रयोग गर्न पनि प्रयास सूर्यहरिको यहाँ देख्न सकिन्छ। यही हो अँधेरी कुना र चर्चित फिर्केको उद्गम स्थल। हिउँदमा सानो भए पनि बर्खामा भने ठुलो हुने गर्दछ। माथिल्लो भूभागबाट पानीलाई जम्मा गरी पोलिथिन पाइपबाट खानेपानीको रूपमा प्रयोग गरेपछि बाँकी रहेको पानी यसरी बग्दै ओर्लँदै पहिलो झरना बनेको देखिन्छ। यी देखिएका काला पोलिथिनका पाइपहरू हुँदै यही अँधेरी कुनाको पानी लामा गाउँसम्मका मान्छेहरूले उपयोग गर्ने गर्दछन्।
अँधेरी कुना फिर्केको उद्गम स्थलदेखि अब भने फिर्केको पदचाप पछ्याउँदै हामी तल झर्नेछौँ। यसरी अँधेरी कुनादेखि पोखरा बागलुङ राजमार्गमा पर्ने फिर्के पुलसम्म आउँदा धेरै पीडा नखेपेको फिर्केले यही पुलभन्दा मुनि फेवातालसम्म पुग्दा थुप्रै व्यक्ति र सङ्घ संस्थाको हेपाइ भोग्ने गर्दछ। यसरी फिर्के खोलालाई हेला गर्दै हेप्दै चिप्दै विभिन्न सङ्घ संस्था वा व्यक्ति विशेषहरूले भौतिक पूर्वाधार निर्माण गरेका थिए र अन्ततः ती भौतिक पूर्वाधारहरूमाथि कानुनले डन्डा चलाउन सुरु गर्यो। आउनुहोस् अब हामी हेर्दै जाउँ फिर्के खोलालाई कतिले कति च्यापेका छन् र कस्तो अवस्था छ र त्यसलाई कानुनले कसरी खाली गर्न कोसिस गर्यो। अबका बाँकी दृश्यहरू यिनै हुनेछ। आज फिर्के अतिक्रमणको अर्को रोचक ठाउँ लिटिल स्टेपतिर डोजर चल्दैछ रे भन्ने सुनेर त्यतै गएको अतिक्रमित स्थानमा त धुलै बनाएको देखियो। यो दृश्यहरू हेर्दै डोजरको पछि पछि म पनि लागेँ। खोलामा बनेका संरचनाको अवस्था यस्तो थियो। यो लिटिल स्टेपको पछिल्लो भूभाग।
डोजर पनि बाटो खन्दै खन्दै बल्ल र तल्ल खोलामा पुग्यो। नगर प्रहरी निरीक्षकलाई फोन आएछ। फोन माथिबाटै आएछ कि क्या हो, अर्को साथीलाई पो दिए त। स्थानीयहरूको आवाज अतिक्रमित भूभाग फाल्नै पर्छ भन्ने जिकिरपछि डोजर चल्न थाल्यो। खोला मिचेर बनाएको भन्ने त सुने थिएँ, दृश्य पनि त्यस्तै त्यस्तै थिए। लाग्यो हो रहेछ, अलिअलि त मिचेका रहेछन्। डोजरले यसो अलिअलि बाहिरका कौशीका रेलिङहरू के कोट्याएको थियो। नगर प्रहरी निरीक्षकलाई फेरि फोन आएछ। अनि त मिचिएका भूभागहरू कुनैलाई पनि नछोइकन बसियो र स्थानीयसँग चर्काचर्की परिहाल्यो। भिर्केलाई दिन पर्यो। पहिले भिर्के मिट्टी आएर व्यक्तिको जग्गा सेप्ने गरेर त हुनु। हामीले त्यो हाल्छ भनेर त डोजर छिराउनु दिएको, अब त दिन्छ व्यक्तिको जग्गा। गोरे हान्नु पर्यो नि, उसले 6-7 पनि जग्गा लिनलाई हान्ने। अनि जब हामीले पुरानै अहिलेसम्म पुरानै पर्खा नभएर कहाँ हान्ने भनेपछि त अनि जग्गा पनि हामी नै दिने डोजर हिँड्नेलाई। छैन यो पैसा आएर उ अरे हो नगरपालिका भने एउटा व्यक्ति यो सेरेकोमा छोड्न पर्ने कुरा यो स्कुलको मात्रै स्कुलको मात्रै छोड्न पर्ने हो। त्यसपछि डोजर फर्कियो, सबै डोजरको पछि पछि लागियो। यही दृश्य खोलाको छेउमा बनेको यो हालत हुँदा लिटिल स्टेपलाई कोतरेर मात्र किन हिँड्यो, मनमनै प्रश्न उठ्यो। भत्काएर कहिले सकिन्छ र त्यत्रो स्कुल 7 दिनमा सकिन्छ? 7 दिनमा सकिन्छ ल भन्नुहोस्। जहाँ संरचना बने है संरचना बसे है तो 7 कोष के 8 कोष के 18 कोष के 6 कोष के 17 खोला घर खाली गर्नु। खोला घरमा चाहिँ कुनै खोला घर त्यही खाली नै हुन्छ। तलले पनि खोलाकै छेउमा पर्यो नि। फेरि उहाँले टाइम लिनु भन्ने कुरा यहाँ सुनियो। टाइम लिएको कुरालाई टाइम लिने कुरा नि उहाँले बढीमा 7 दिनको हिजो अस्तिबाट सुरु भइसक्यो, आज अहिलेबाट 7 दिन होइन। त्यो कुरा बुझ्न पर्यो। 1-2 हाते मेटेर मेटेर बग उठाएर बनाएको। 8को केसमा चाहिँ हामी 8को केसमा मैले उहाँले कसरी दिनुभयो कहिले भत्काउँछ त्यो कागज मैले हेरेँ होइन। हेरेको कुरामा उहाँले 7 दिन भनेर भन्नुभएको छैन। 7 दिनको दिन चाहिँ आज 1 दिन 2 दिन हिजो अस्ति नै भत्काएको, हिजो अस्ति नै टाइम दिएको अहिले भत्काउनलाई चाहिँ मैले 7 दिन भनेर पाइँदैन कि। यो यहाँ तपाईँको यो लिटल स्टेप जुन ठाउँमा आयो नि पहिलाको चाहिँ तुलनामा चाहिँ शिक्षा क्षेत्र प्रदान गर्ने उहाँ शेरबहादुर सर पनि निकै एउटा चाहिँ प्राज्ञिक मान्छे हो, शिक्षा प्रेमी मान्छे हो, धन्य शिक्षा मन्त्री हुन लागेको पञ्चायतकालमा मान्छे नाम आएको मान्छे हो। उहाँले यस्तो छिमेकीलाई चाहिँ हामी त कुलो बाटो खोल्दाखेरि उहाँको जग्गा 1 इन्ची पनि जाँदैन। खिर्कीको कुलो मात्रै बाटो चाहिँ खोल्नु भन्दा पनि उहाँले हामीलाई चाहिँ मुद्दा हाल्नुभयो, गेट हाल्नुभयो।
हो कि अहिले यो पिरियडमा अहिले बालन सरकार जुनमा अहिले सरकार आएको छ तगडा सरकार सुन्न अरूमा त उसको मतलब उसले राज्यमा गरेको पोखरा काठमाडौँ महानगरपालिकाले कस्तो राम्रो चाहिँ खोलाहरू जम्मै उदिनेर चाहिँ निकालेर जनतालाई प्रत्यक्ष देखाइदियो यहाँ हराभरा बाटो दुईतिर ठुलो कुरा छ यहाँ कमजोर भयो क्या सबैले मागेको थियो नि टाइम त अहिले यो टाइम दिनु तपाईँहरू भित्र बस्ने रमिते कुरा नगर्नु जो सरकारवाला उहाँ कुरा कसो गर भन्छ राम्रो हुने यहाँ तपाईँ भित्र बस्ने अर्कै रमिते हेर्ने कुराहरू हुन्छ तपाईँ फेरि कहाँ तपाईँहरू कहाँ पर्छ देखाउनु मलाई आएर भत्काउनु पर्दैन हुन्छ हामीले समन्वयकारी गर्ने कुरा हामी गर्छौँ तपाईँले एक कुरालाई तपाईँले भत्केन भने के गर्नुपर्छ अब कोही माथि कसैको भत्किनु कसै नभत्किनु हुन्छ सबैको भत्किन्छन् ल तपाईँले अन्य कुरा जायज हो स्कुल भत्किनुपर्छ भवनको केसमा भत्किनुपर्छ भवन भत्काउनुपर्छ भत्काएन भने मान्नु आज 2-3 दिन भइसक्यो उहाँले मागेको टाइम मागिदिएको भए पनि आज भत्काउनु लाग्छ छैन मलाई 7 दिन टाइम चाहिन्छ कसैले मैले आज भर्खर सुनेको मैले नि तपाईँले माथिबाट आएको थियो त्यो डोरो मैले तपाईँले भन्नु मैले सुने सबै 8वटै वडा हामी वडा अध्यक्षहरू सबै बसेर छलफल गर्छौँ उहाँको कुरा पनि बनाएँ र त्यहाँ गइसके पछाडि के भयो भने के अरे यतापट्टि फालिन्न भने यतापट्टि नै साथको नफाल भन्ने कुरो चाहिँ साथका चाहिँ जुन चाहिँ हाम्रा चाहिँ जग्गादाताहरूले यहाँ भएकाले चाहिँ सबैले भन्नुभयो त्यस पछाडि ठिक छ त्यो सिमानाको हिसाबले चाहिँ हामी चाहिँ यताको र उताको निम्ति चाहिँ अब के छ आर्को अध्यक्षसँग पनि हाम्रो चाहिँ सम्पर्क भइसकेको छैन त्यो भएको हुनाले त्यहाँको अवस्था आर्को अध्यक्षसँग बुझाउला म पनि मेरो अध्यक्षसँग सल्लाह गर्छु तर चाहिँ अब हामी योभन्दा तलको निम्ति 8 र 7 को सँगै जाने गरी यसलाई चाहिँ निरन्तर रूपमा यो हाम्रो अभियान भनेको तपाईँहरूले साथ दिँदै अहिले अगाडि बढिरहेको छ तर अब यो बाटोभन्दा तलको निम्ति 7 र 8 को सिमाना हुनको निम्ति अगाडि बढ्नुको निम्ति तपाईँहरूले फाल्नै पर्छ भन्नुभएको छ त्यो कुरा आर्को अध्यक्ष र चाहिँ हाम्रो साथको अध्यक्षले कुरा गर्नुहुन्छ यो ढङ्गले हामी तल अगाडि बढ्नको निम्ति सबै अगाडि बढौँ यसलाई चाहिँ हामी यहाँ चाहिँ छलफल बढाउँ भन्ने कुराको निम्ति म तपाईँहरूको बिचमा माथि त सुरु गरेको माथिकै गर्ने हामी दिँदैनौँ भने माथिकै सुरु माथि किन पिछा आउनु पर्यो र माथि जित्याओस् भने यता 7 दिन भने 7 दिन पछि हाने भइहाल्यो नि माथिको टोटली दायाँ 8-7 गर्दै आउनुपर्छ एउटै शब्द गरेको यहाँबाट हामी यहाँबाट मालपोतसम्म पुग्नलाई हामी सरसर्ती हिँड्ने मात्रै हुन्छ हाम्रोमा हिँडाइदिए मात्रै कहीँ घर भत्काउनु पर्दैन 3 दिन छ केही पनि नगर्नु यहाँ तपाईँको अभियान भनेको के हो अनि बाटो पनि नछुने हो भने अभियान हुँदैन माथि सकेर घरलाई पनि नछुने अरे यो घर पनि खोलाको छेउमै छ तर यसले सम्पन्नको कागज लिएको छ भन्ने सुनियो यसो पर्खाल धकले हर्यो अनि हिँड्यो ठुलालाई चैन सानालाई ऐन त्यसै भनेका रहन्छन् है यसरी लिटिल स्टेपप्रति थोरै सहानुभूति राख्दा नगरपालिका विवादमा तानियो र नगरपालिकाको यो अभियानलाई लिएर सर्वत्र विरोधहरू सुरु भयो विभिन्न मिडियाहरूले नगरपालिकाले काम गर्न खोजेन यदि यस्तो हो भने यो अभियान टुइन्छ भन्ने खालका चर्चा परिचर्चा चल्न थाले यसका बावजुद नगरपालिकाले पुनः भोलिपल्ट डोजर सुरु गर्यो
गर्दाखेरि हामीलाई नगरपालिकाबाट एउटा प्रस्ताव छ। हामी चाहिँ अहिले आज चाहिँ हामी तपाईँले यो नगरपालिकाको मतहकमा भड्किँदैछ। हामी चाहिँ श्रीमती हामी सरकारले छ नै हजुरले साथ दिन पाएको विशेष त ड्याम साइटको नजिकै भने फिर्के मात्र नभई बुलौदी पनि मिसिने गर्दछ। आउनुहोस् फिर्के छोडेर बुलौदीतिर पनि त डुलौँ न। जिल्ला मालपोत कार्यालयबाट लेक साइड जाने बाटोतिर लाग्दा बुलौदीको पुल पार गरेपछि दायाँ साइडमा अन्नपूर्ण आधारभूत विद्यालय देख्न सकिन्छ। यही विद्यालयको पछिल्लो भूभागमा आएर बुलौदी र फिर्केको मिलन हुने गर्दछ। यो मिलनपछि फिर्के नभनी बुलौदी नामाकरणले चिनिँदै अन्तत फेवातालमा गएर फिर्के र बुलौदीको पानी मिसिने गरेको देखिन्छ। अन्नपूर्ण आधारभूत विद्यालयबाट देब्रेतर्फ लागे लेक साइड र दाहिनेतर्फको प्रवेशद्वार हुँदै अघि बढ्दै रहँदा नहर जस्तो लाग्ने यो दृश्य नै बुलौदी हो। अहिलेको अवस्था अनुसार फिर्केको मात्रै पीडा छैन, बुलौदीको पनि केही पीडा छ कि जस्तो लाग्दछ। यसरी थोरै समयको यात्रा हुँदै अघि बढिरहँदा पोखरा इभेन्टको भवन मुनिको खाली भूभागसम्म पुगेपछि खोला हेर्दै आउन पाइँदैन, किनकि बाटो नै रहेनछ। अन्यत्रको बाटो हुँदै हामी पोखरा इभेन्टको प्रवेशद्वार हुँदै अघि बढ्दै जाँदा बुलौदी चोक पुगेपछि बाटो क्रस गरी भित्रतर्फ लाग्नुपर्छ। बुलौदीको स्वरूप अवलोकन गर्दै बागवानी कृषिको पछिल्लो भूभाग हुँदै अलि अघि बढिरहँदा लभली डाँडाभन्दा मुनिको यो रमणीय भूभागबाट बुलौदीको जन्म हुने गर्दछ। जिल्ला मालपोत कार्यालयबाट शहीद चोकतर्फ आउँदै गर्दा दाहिनेपट्टि देखिने सरकारी कार्यालयहरूको पछाडिपट्टिको भूभाग हुँदै वारी जिल्ला प्रशासन र पारी जिल्ला अदालतलाई छुट्याउँदै बैदाम प्रहरी कार्यालय नजिकैबाट बुलौदी बग्ने गर्दछ। आफ्नो यात्रामा बैदाम प्रहरी कार्यालयलाई दाहिने पार्दै बुलौदीले अन्तत वडा नम्बर 6 को गाईघाट भन्ने स्थानमा आई फेवातालमा विलिन हुन पुग्दछ। यो गाईघाट भन्ने भूभाग फेवातालको सिमसार क्षेत्र पनि हो।
अत्यन्त सुन्दर र रमणीय देखिने यस स्थानमा फिर्किएर बुलौन्दीले बगाएर ल्याउने फोहोरका कारण कुरूप देखाउन थालेको छ। महानगरको नजर पनि यहाँ परोस्, सुन्दर फिर्के बनाउने परिकल्पनाले सफलता प्राप्त गरोस्। जय पोखरा महानगर, जय पोखरा। हो, यहाँहरूको साथ, समर्थन, माया ममताले नै हामीमा हौसला भर्ने हो। यतिन्जेल अटुट रूपले सँगै रहेर साथ दिनुभयो, त्यसको लागि धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु। साथै रचनात्मक सुझावको आशा लिँदै अहिलेलाई भने बिदा लिने अनुमति चाहन्छु। हवस् त, नमस्कार।